आदरणीय दर्शक महानुभावहरूलाई स्वागत छ सुभाष एजुकेसनल हबमा। आज हामी एउटा नयाँ कार्यक्रम सञ्चालन गर्न गइरहेका छौँ, जुन कार्यक्रम रहेको छ फिजिक्स बुकभित्रको रोटेसनल डाइनामिक्सभित्रको न्युमेरिकल रहेको छ। त्यो कार्यक्रममा के गरिन्छ त भन्दा यो न्युमेरिकललाई सजिलो तरिकाले हामीले के गरिन्छ त सोलुसन निकालिन्छ यो न्युमेरिकलको। भनेपछि अब यो न्युमेरिकल केबाट पर्यो त भन्दाखेरि हाम्रो टर्क भन्ने महानुभावहरूबाट पर्यो। अब के छ त भन्दाखेरि त्यसले के भन्यो त भन्दाखेरि एउटा व्हिल छ अरे कि, यो व्हिल है टक टक पारेर ट्याक 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 यो एउटा व्हिल हो। यो चाहिँ के हो त भन्दाखेरि यसको रोटेसनल के त एक्सिस हो। यति भइसकेपछि हामीलाई नेट टर्क निकाल भन्दाखेरि हामीलाई नेट टर्क के हो त भनेर निकाल्नुपर्छ। भनेपछि दुईटा फोर्स पनि दिएको छ। फोर्सहरू चाहिँ के त परपेन्डिकुलर छन् रे कि यो केसँग त भन्दाखेरि हाम्रो जुन यो रेडियस छ, जुन डिस्टेन्स परपेन्डिकुलर डिस्टेन्स बिट्विन एक्सिस अफ रोटेसनदेखि त्यहाँ यहाँसम्मको जुन डिस्टेन्स छ योसँग चाहिँ के छ परपेन्डिकुलर छ। क्वेसनले मजाले भनेको छ है, परपेन्डिकुलर छ भने छ। अब हामीले नेट टर्क निकाल्नको लागि हामीलाई गिभन के छ, गिभन के छ त भन्दाखेरि फोर्स F1 is equals to 7.5 न्युटन, फोर्स F2 is equals to 5.3 न्युटन। अनि त्यसपछि के त भन्दाखेरि हाम्रो डिस्टेन्स के छ त भन्दाखेरि यहाँदेखि यहाँसम्मको डिस्टेन्स के छ हाम्रो रेडियस r is equals to 0.33 मिटर। यति दिएको छ भनेपछि त आइगयो नि यार मजाले हैन। वी नो के त भन्दाखेरि हामीलाई थाहा छ कि टाउ इक्वल्स टु के हो त, टाउको डेफिनेसन प्रोडक्ट अफ एप्लाइड फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्स बिट्विन रोटेसनल एक्सिस। अनि त्यसपछि अब कुनै यो फोर्समा चाहिँ परपेन्डिकुलर फोर्स परपेन्डिकुलर भएको बेलामा चाहिँ साइन थीटा हाल्नु भएन, नहाले नि भयो हाले नि भयो। साइन 90 भनेको त उहाँ नै हो नि त। अब भने छैन कहिलेकाहीँ योसँग चाहिँ सर्टेन एङ्गल बनाएर आइदिन्छ क्या, फोर्स सर्टेन एङ्गल बनाउँछ। त्यो बेलामा चाहिँ यो चाहिँ एफ इन्टु आर गरेर काम चल्दैन, त्यतिखेर चाहिँ साइन थीटा नै हाल्नुपर्छ। भनिसकेपछि यो हाम्रो फर्मुला हो। अब यो फर्मुला हो भनेपछि हामीले टर्क 1 भनेको F1 ले गर्दाखेरि त्यहाँ भएको टर्क निकालौँ, अनि F2 को इफेक्टले निस्केको टर्क निकालौँ हैन। F1 ले गर्दा निस्केको टर्क हाम्रो के हुने हो त भन्दाखेरि साइन थीटा हुने भयो। F1 भनेको कति छ त भन्दाखेरि हाम्रो कति छ 7.5 छ, 0.33 हुने भयो। अनि साइन 90 डिग्री हुने हो। परपेन्डिकुलर भनेको के हो त 90 डिग्री। यसको भ्यालु कति हुने हो त भन्दाखेरि 1 नै हुने हो हैन, 1 नै हुने हो। भनिसकेपछि अब हाम्रो भ्यालु चाहिँ कति आउँछ त भन्दाखेरि 2.475 आउँछ। अब डिरेक्सन हेरौँ के, मैले फर्मुला अगाडिमा हाल्नु थियो, डिरेक्सन हेरौँ। अब यहाँ के हुन्छ त प्लस माइनस डिरेक्सन नै हुनसक्छ। अब माइनस कि प्लस कसरी हाल्ने त भन्दाखेरि अब यो फोर्स कतातिर लागिरहेछ, कता घुमाउन खोजिरहेको छ यो फोर्सले, क्लकवाइज घुमाउन खोजिरहेको छ कि यसरी क्लकवाइज घुमाउन खोजिरहेको छ कि एन्टी क्लकवाइज घुमाउन खोजिरहेको छ, कता घुमाउन खोजिरहेको छ त्यो हेरौँ। अब फोर्स भनेको यता लागिरहेछ भनेपछि यसलाई यता घुमाउन खोजिरहेको छ, यता घुमाउन खोजिरहेको छ भनेपछि क्लकवाइजमा हाम्रो साइन के आउँछ त भन्दाखेरि जहिले पनि नेगेटिभ आउँछ। के आउँछ नेगेटिभ आउँछ। भनेपछि सबैमा नेगेटिभ आउने भयो भनेको टोटल भ्यालु कति हुने रहेछ न्युटन मिटर आउने रहेछ। कति -2.475 न्युटन मिटर भनेको F1 फोर्स 7.5 न्युटनले चाहिँ कति टर्क ल्याउने रहेछ त 2.475 के त कुन डिरेक्सनमा त भन्दाखेरि क्लकवाइज डिरेक्सनमा ल्याउने रहेछ। यति बुझ्नु। यति बुझिसकेपछि अब टर्क 2 को लागि पनि सेम भनेको F2 हुनु पर्यो इन्टु R हुनु पर्यो
साइन थीटा हुनु पर्यो। अब F2 हामीलाई दिएकै छ। अब डिरेक्सन कता छ? यो फोर्सले यता लागिरहेको छ भनेपछि टायरलाई कता एन्टी क्लकवाइज घुमाउन खोजिरहेको छ, व्हीललाई कता घुमाउन खोजिरहेको छ, पाङ्ग्रोलाई एन्टी क्लकवाइज घुमाउन खोजिरहेको छ भनेपछि यसको साइन के हुने भयो? पोजिटिभ हुने भयो। अब त्यसको लागि के हुनु पर्यो त भन्दाखेरि हाम्रो F2 को भ्यालु 5.3 इन्टु R भनेको कति 0.33 इन्टु साइन 90 डिग्री। साइन 90 डिग्री भनेको के हो? 1 हो। त्यो हाम्रो कुनै उसको चिज होइन, नआउने चिज होइन। अब यहाँनिर के हुने भयो त भन्दाखेरि हाम्रो भ्यालु चाहिँ कति आउँछ त? हाम्रो भ्यालु कति आउँछ त भन्दाखेरि यसलाई क्याल्कुलेट गर्दाखेरि चाहिँ 1.749 आउँछ है त। यति नै होला, 1.7 यति नै होला ल। भनेपछि अब हामीले नेट टर्क निकाल्नु पर्यो। टोटल टर्क भनेको दुईटा टर्कलाई जोड्यो भने टोटल टर्क आउने हो भनेको अल्सो नेट टर्क के हुने भयो? टाउ इक्वल्स टु के हुने भयो त भन्दाखेरि टाउ 1 प्लस टाउ 2 हुने भयो। टाउ 1 प्लस टाउ 2 भनेको टाउ 1 कति छ? -2.475 न्युटन मिटर छ भनेपछि प्लस अर्को चाहिँ कति छ? 1.749 छ भनेको। अब यसलाई सबट्र्याक्ट गर्ने भनेपछि सबट्र्याक्ट गर्नु पर्यो हैन, माइनस हुन्छ। ठुलो साइन के छ? माइनस छ। सबट्र्याक्ट गर्दाखेरि कति आउने रहेछ त भन्दाखेरि -0.7 कति -726 न्युटन मिटर यति आउँछ। यति आइसकेपछि द टोटल नेट यति हाम्रो टर्क आयो। अब यो एन्सरले भन्न चाहिँ के खोजिरहा त्यो यसो बुझौँ है। माइनस साइन आयो, ओभरअलमा नेटमा पाङ्ग्रो चाहिँ कता घुम्यो भन्ने हो कि पाङ्ग्रो कता घुम्यो, नेटमा ओभरअलमा पाङ्ग्रो कता घुम्यो, कता गयो त? कि पाङ्ग्रो यसरी घुम्ला कि पाङ्ग्रो यसरी घुम्ला। अब दुवैतिर बराबर भइदियो भने त बिचमा अड्किने भयो नि त, पाङ्ग्रो घुम्ने भयो, रोटेट हान्ने भएर भएन नि। अब एउटा साइकल रोटेट हुनको लागि एउटा साइकल त कम्प्लिट गर्नु पर्यो रोटेसनल हुनको लागि। अब त्यो त बिचमा अड्किन्छ। अब यहाँ अब कन्डिसनमा अड्किँदा के दुईटा बराबर भयो भने यहाँ त ओभर भइरहेछ भनेपछि अब हेर्नु माइनसले के रिप्रेजेन्ट गर्यो त भन्दाखेरि टायर चाहिँ क्लकवाइज चाहिँ के गरिरहेको? रोटेट गरिरहेको भनेको क्लकवाइज रोटेट गरिरहेको छ। टायर कता? यता क्लकवाइज कता? यता 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 हो यसरी 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 बुझ्नुभयो? अब चाहिँ हो यसरी गइरहेको हो, यसरी हो, यसरी यसरी चाहिँ क्लकवाइज घुमाइरहेको थियो। ओभरअल नेटमा चाहिँ के त क्लकवाइज घुमाइरहेको छ। कतिले त भन्दाखेरि 0.726 न्युटन मिटर भनेको टर्क भनेको के हो? टर्निङ भनेको यसलाई घुमाउनको लागि कति होइन फोर्स, घुमाउनको लागि फोर्स चाहिने। टर्निङ इफेक्ट अफ फोर्स हो, त्यो घुमाउनको लागि कति फोर्स चाहियो त्यसले भन्छ नि त टर्क भने के हो भनेपछि यसलाई क्लकवाइज घुमाउनको लागि चाहिँ कति त 0.726 न्युटन मिटर चाहिँ के लाग्यो त? टर्क लाग्यो भने। र आजको लागि यति नै थियो, सिम्पल थियो, मजाको थियो, आनन्द थियो। धन्यवाद।